दाप्चाको ठाउँ भन्ने यस्तो छ साथीहरू। यो चाहिँ दाप्चाको बाटो भइहाल्यो। यो पारीको चाहिँ नादेकोट, यो नादेकोट, यो चाहिँ नादेकोट हो। अनि यतातिरको सारे, यो सारे बोटेचौर सारेको त्यतिर भइहाल्यो। यता तलतिर बोटेचौर, तल बाटो घुमेर यहाँदेखि भित्र छिरेर बोटेचौर भइहाल्यो। उताको पारीको मेलकुना, त्यहाँ मेलकुना भइहाल्यो। यस्तो छ ठाउँहरू। यस्तो छ ठाउँ। यहाँको बाटो चाहिँ यस्तो छ। हामी चाहिँ गाडी नपाएर पैदल हिँडिरहेछौँ। दाप्चा पुग्ने कुरा छ हैन। साथीहरू चाहिँ मेरो भाइहरू तब पारी डाँडामा बसिरहन्, त्यहाँबाट आउला नि। दाप्चाको लेक यस्तो छ, बाटोघाटो यस्तो छ। अलिअलि हावा पनि चलिरहेको छ, गर्मी धेरै छ हैन। गर्मी भन्ने कुरो त के कुरा गर्ने हो र, उयो छैन। पुरा गर्मीले मान्छे पागला जस्तो भइसक्यो, लगाएको कपडाहरू भिजिसक्यो यहाँदेखि। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। बिहानीको न्यानो मायासँगै मिठो सम्झना भन्न चाहन्छु। आज म हाम्रो यो बोटेचौरदेखि माथि नादेकोटदेखि माथि दाप्चा जाने कार्यक्रम भइरहेको छ। बाटोघाटो यस्तो छ, मान्छे गर्मीले भिज्न आँटिसक्यो, पुरै रुजिसक्यो मान्छे पसिनाले। अनि यो चाहिँ दाप्चाको बाटो भइहाल्यो होइन। यो दाप्चाको लेक यस्तो छ, बाटोघाटो त्यहाँदेखि गइरहेको छ। हामी चाहिँ यो बाटो पुग्नुपर्छ र यतातिर यो उतापट्टिको पाल्मुखतिरको दाप्चा भइहाल्यो होइन। अनि अब यहाँदेखि सबै ठाउँ देखाउँछु म होइन। यतातिरको सारे बोटेचौर मेलकुना यो भेरी नदी भइहाल्यो होइन। हाम्रो भेरी नदी, त्यहाँ पुल छ, यस्तो छ त्यहाँको पुल। त्यहाँदेखि घुमिरहेको छ नदी। यो चाहिँ बोटेचौर। अनि यताको यो सहारे, बोटेचौरदेखि माथिको सहारे